नमस्ते, डेभलपमेन्ट इन्टेलिजेन्स रिसर्च ल्याबमा स्वागत छ। यो हो नेपाल साप्ताहिक बुद्धिमत्ता ब्रिफ। मे 1 देखि 10, 2026। म सीता हुँ। आजको मुख्य समाचारमा तपाईलाई स्वागत गर्दछु। नेपाल सरकारको बजेट पोर्टलमा एकै दिन 5,100 भन्दा बढी सुझाव प्राप्त भए। विद्युत क्षेत्रले ऐतिहासिक उपलब्धि हासिल गर्यो र सरकारले भ्रष्टाचार विरुद्ध कडा कारबाही अगाडि बढायो। खण्ड 1, पूर्वाधार तथा विकास। दार्चुलाको दुर्गम क्षेत्रमा पहिलो मोटरेबल सडक खुल्यो। यो महाकाली करिडोर आयोजनाको हिस्सा हो। नेपालको जडान विद्युत उत्पादन क्षमता 4,296 मेगावाटमा पुग्यो। यो वर्ष 492 एभरेस्ट आरोहण अनुमति पत्र जारी भए। यो अहिलेसम्मको सबैभन्दा बढी हो। एसिबिओ नियामक अवरोधले जलविद्युतलाई बिहोरिलो हुँदैछ। खण्ड 2, प्रविधि तथा डिजिटल क्षेत्र। नेपालमा पहिलो टियर 4 हाइपरस्केल डेटा सेन्टर निर्माणको योजना छ, तर लगानीकर्ता सार्वजनिक भएको छैन। नेपालमा 4G इन्टरनेट प्रयोगकर्ता 2,65,00,000 भन्दा बढी छन्। गुगल स्ट्रिट भ्यू नेपालमा लाइभ भयो। नेपाल र भारत बीचको क्युआर भुक्तानी सम्झौता 2 वर्षपछि पनि कार्यान्वयन हुन सकेको छैन। खण्ड 3, स्टार्टअप गतिविधि। सरकारी स्टार्टअप ऋण कार्यक्रममा 1,301 आवेदन छनौट भए। करिब 500ले अन्तिम ऋण पाउनेछन्। महोत्तरीमा केरा खेती र दोलखाको कफी सहकारी लगायत कृषि स्टार्टअपमा रुचि बढ्दैछ। ठुलो इलायचीको निर्यात ऐतिहासिक रेकर्डमा पुग्यो। खण्ड 4, सरकारी पहल तथा शासन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थल भ्रष्टाचारमा पूर्व अर्थमन्त्री सहित 13 जना विरुद्ध मुद्दा दायर गर्यो। 3,62 करोड रुपियाँको घोटाला उजागर भएको छ। बजेट पोर्टलमा पहिलो दिनमा 5,100 सुझाव आए। अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपालको विस्तारित ऋण सुविधा थप 2 महिना लम्ब्यायो। भारतीय विदेश सचिव मिश्रीको काठमाडौँ भ्रमण स्थगित भयो। खण्ड 5, बजार अवसरहरू। ऊर्जा क्षेत्रमा जलविद्युत वित्तीयकरण र स्मार्ट ग्रिड प्रविधिमा लगानी अवसर छ। डिजिटल पूर्वाधारमा डेटा सेन्टर, क्लाउड सेवा र ग्रामीण 4G क्षेत्रमा पहिलो चाल गर्ने अवसर छ। साहसिक पर्यटनमा ट्रेकिङ एप र पर्यावरण मैत्री होटलमा लगानी सम्भव छ। कृषि क्षेत्रमा मल विकल्प र सटिक खेती प्रविधिको माग बढ्दैछ। यी समाचार डेभलपमेन्ट इन्टेलिजेन्स रिसर्च ल्याबद्वारा तयार DIS नो रिपोर्टमा आधारित छन्। सबै तथ्य प्रकाशन गर्नुअघि प्राथमिक सरकारी स्रोतबाट पुष्टि गर्नु अनुरोध छ। धन्यवाद। म थिएँ सीता। डेभलपमेन्ट इन्टेलिजेन्स रिसर्च ल्याबका लागि। डेभलपमेन्ट इन्टेलिजेन्स रिसर्च ल्याब। नेपाल साप्ताहिक ब्रिफ। मे 2026।